2083 सालको चाहिँ नि हामी पहिलो हप्तामा वीरगञ्जको ठाकुराम क्याम्पसमा गएका थियौँ। मेरो श्रीमती मीरा र म ठाकुराम क्याम्पसको प्राङ्गणमा छिर्यौँ। लगभग धेरै वर्ष पछाडि म ठाकुराम क्याम्पसमा पुगेँ। अलिकति इमोसनल पनि भएँ। यहाँ ठाकुराम क्याम्पस निर्माण गर्ने अथवा संस्थापक के समथिङ ठाकुरामज्यू हुनुहुन्छ, उहाँको मैले भिडियोहरू कैद पनि गरेँ। यो बाल्यकालमा मेरो यस ठाकुराम क्याम्पसमा चाहिँ नि यसको यो बिल्डिङको चाहिँ नि पछाडिपट्टि म बस्थेँ। मेरो बाबा ब्याङ्कमा काम गर्नुहुन्थ्यो, उहाँले क्वार्टर लिएर बस्नुभएको थियो यिनै ठाकुराम क्याम्पस बिल्डिङ पछाडि। अनि मेरो बाल्यकाल भनौँ न यही गार्डनमा खेलेरै बित्यो भन्दा पनि हुन्छ। यहाँ मन्दिर छ, यस सरस्वती माताको मन्दिर। सरस्वती माताको मन्दिरमा मेरो बचपनको चाहिँ नि फोटो पनि छ। अनि हाम्रो भनौँ ठाकुराम क्याम्पसमा हामी आउने उद्देश्य चाहिँ नि के हो भन्दा यो बिल्डिङको चाहिँ नि पछाडिपट्टि शिक्षा कार्यालय छ भनेर हामी आयौँ, तर हामी गलत बाटो आएको रहेछौँ। त्यस पछाडि हामी चाहिँ त्यहाँबाट कसैको डिरेक्सन अनुसार चाहिँ सिधै यो बाटो लाग्यौँ, दक्षिणतिर लाग्यौँ। अनि दक्षिणतिर लागिसके पछाडि चाहिँ त्यहाँ एउटा लाइसेन्सको चाहिँ पेपर लिएर हामी त्यस पछाडि चाहिँ हामी फर्केर हैन, त्यहाँबाट हामी फर्केर रिक्सा कति पछाडि चढेको हैन। म चाहिँ फर्स्ट टाइम चढेको है, यस्तो रिक्सामा चढेको थिइनँ अहिलेसम्म। रिक्सा चढेको थिएन अहिलेसम्म? चढेकै छैन कि, त्यही भएर मलाई रहर लाग्यो त। अहिलेसम्म म रिक्सा चढेको थिइनँ। मैले फर्स्ट टाइम रिक्सा चढेको छु, त्यो अटोहरू चाहिँ चढेको छु क्या। रिक्सा यसरी यस्तोमा चढेको थिइनँ। मलाई कस्तो चढ्न रहर लाग्थ्यो, जनकपुर जाँदाखेरि पनि चढ्छु भने चढ्न पाएन। रिक्सा चढेर जिन्दगी बित्यो, तिमी चाहिँ रिक्सा चढाएनौ भन्छौ? टक्क रिक्सा चढेर सरमा जाने हो। कहाँ जाने? के अरे वीरगञ्जको बस पार्क जाने, त्यसपछिबाट हामी यसो केही खाजासाजा खाएर अनि सर फेरि कहाँ जाने? बर्दिवास जान्छौँ। आज चाहिँ हामी आएको रे तिम्रो प्राविको प्रमाणपत्र लिनलाई, लाइसेन्स प्रमाणपत्र लिन आएको। वीरगञ्जको चाहिँ वीरगञ्जमा रहेछ, यो ठाकुराम कलेजको अपोजिट साइडमा रहेछ। शिक्षा कार्यालय आयो होइन? तिमी किन आयो शिक्षा कार्यालयलाई? मेरो चाहिँ निमाविको लाइसेन्स पास भयो, त्यो भएर सर्टिफिकेट लिनलाई आएको। सर्टिफिकेट लिएपछि बल्ल हाम्रो जिन्दगी यतै बित्यो। यतापट्टि चाहिँ नि नेपाल ब्याङ्क यो होइन, त्यो नेपाल ब्याङ्क हो। हाम्रो बाबाले होइन ससुरा बुवा भने स्वर्गीय रामप्रसाद सापकोटा बुवाले चाहिँ यही अफिसमा हाम्रो नेपाल ब्याङ्कमा चाहिँ जब गरिसकेको पहिला। यहाँ चाहिँ हाम्रो बाबाले धेरै समय बिताइछ ससुरा बुवाले। यतापट्टि भनेको हाम्रो बाबुको नाम के अरे भन्दाखेरि राजेश होइन होइन, राजेशको बाबाले होइन। यहाँ चाहिँ छवि मामाको चाहिँ बाबाले काम गरेको ठाउँ हो। यहाँ हाम्रो हजुरबुवा काम गरेछ हाम्रो हजुरबुवाले। यहाँ चाहिँ राष्ट्र ब्याङ्क यता यो नगरपालिका, यो नेपालको महानगरपालिका भयो है। बचपन हाम्रो यतै बित्यो। अब पछाडि तिमीलाई घुमाउनु पऱ्यो भने समय भएन। कुनै दिन आउँदा अब भाग्यले साथ दियो भनेदेखि फेरि आउनुपर्छ। मेरो इक्जाम कता पर्छ थाहा छैन, अनि मैले चाहिँ यतै पढ्नु पनि सक्छ, जनकपुरतिर पढ्न पनि सक्छ। अहिले हामी बस पार्क जाने भने होइन, नेपाल राष्ट्र ब्याङ्क, राष्ट्र ब्याङ्कको गेट हो। अब एटिएम यहाँ रहेछ, ओखाने निकाल्नु पर्थ्यो कि अलिकति उतै पनि छ हो कि यहाँबाट निकाल्नु? एकछिन रोक्नु त, म यहाँ अलिकता आइहाल्छु। छ नि यसो लिँदै पो हिँडेको के छेकेर छ। गढीवटा पोखरी यहाँ अब केटाकेटी खुब आइन्थ्यो होइन। राजा वीरेन्द्रले चाहिँ उद्घाटन गरेको हो यो गढीवटा पोखरी। पहिला यही ठुलो लाग्थ्यो, रमाइलो लाग्थ्यो। अब यस्तो कुराहरू धेरै बन्यो। हामी कम्प्युटर नि सिक्थ्यौँ। कम्प्युटर नि सिक्थेँ मैले। एसएलसी दिने बित्तिकै यतैतिर कम्प्युटर सिक्थेँ। अशोक वाटिका वडा नम्बर 10 हो यो गीता मन्दिर। बाबाको
बिहा होइन भएको मम्मी बाबाको बिहा होइन यहाँनिर अनि के यहाँ भनेर? पूजनको बाबा मम्मीको चाहिँ बिहा भएको ठाउँ हो यो गीता मन्दिर यहीँबाट पूजनको बाबा मम्मीको यहीँबाट बिहा भएको बाबा मम्मीको मेरो बाबा मम्मीको बिहा त भुटन देवी मन्दिर हेटौँडाबाट भएको ल ठिकै छ अब यहाँ के लिनु छ र हाम्रो साथीहरूले त्यहाँ आएर खेलिसक्यो भने नेपाल टेलिकम नेपाल टेलिकमको सत्सङ्ग त्यहाँ त सानोमा पनि काम गरेछ अब घन्टाघर नजिकबाट खिच्छ अब हामी बस पार्कतिर जाँदैछौँ है रक्सल होइन लाटे यो मिना बजार भयो रक्सल जाने त उतैबाट जहाँबाट हामी आएको उतै सिधै जान्छ नि त कस्तो लाग्यो तिमीलाई रमाइलो लाग्यो नि जे भए पनि हाम्रो घरमा किन मिस गरेँ भने कति समय बाबाले दुःख गरेर यो ठाउँमा बिताइसो बाबालाई यहाँको बुढो बुढो गाछीहरूले पनि चिन्छ होला भने जस्तो नि भयो क्या त्यो खालको फिलिङ्स आयो मलाई त्यो त अलि होइन होला तथापि अब हामी केटाकेटीमा हुर्केको ठाउँ चाहिँ उता आदर्श नगर पछाडि हो होइन केही समय अनि अरू बाँकी समय रौतहट हो बाँकी समय रौतहट हो त्यसपछि हेटौँडा त्यसपछि काठमाडौँ त्यसपछि जापान गरेर जिन्दगी कहिले कता रिक्सामा धेरै वर्ष पछाडि बसियो गाइड रमाइलो लाग्दैछ मेरो चाहिँ फर्स्ट टाइम हो रिक्सामा बसेको अब यहाँ अवस्था गम्भीर रहेछ बिरगन्जको यो सबै घरहरू भत्काएर यो एरियामा चाहिँ नि घरहरू पुरा भत्काएको अवस्था छ गाइस एरिया सबै घरहरू पर्दैन घर अवस्था छ घन्टाघर लिइरहेको छु मैले बस पार्क एरिया आयो हो यहाँबाट सिधै रक्सल हो यहाँबाट सिधै रक्सल जानु यो दक्षिण यहाँबाट दक्षिण रक्सल पर्छ यो दक्षिण रक्सल हो यतातिर चाहिँ बस पार्क हो बिरगन्जको बस पार्क खाना खाने खाना खाने हाथ के सामने है दोस्त है तो बहुत